के साथीभाइ तपाईहरुले पनि यस्तै प्रकारले कुचो बान्नुहुन्छ ट्युबले यसै बान्नुहुन्छ है हुन त सजिलो यसले पनि हुन्छ तर यो ट्युब चाहिँ घाम पानी भेट्दाखेरि छिनी जान्छ नि त है त्यसैकारण तपाईहरुको लागि एउटा सजिलो जुगार लिएर आएको छु म सधैँ भन्ने गर्छु नि त है बोतल चाहिँ नफ्याँकौं बोतलको चाहिँ एउटा दामी जुगारहरु हुन्छ तपाईहरुले बोतल चाहिँ नफ्याँकौं है त बारीतिर मैला हुन्छ नि त है तब हामीले चाहिँ अब बोतलको चाहिँ हामीले काममा लाउनु पर्यो नि त हैन रियुज त गर्नु पर्यो है तपाईहरुले यस्तो प्रकारले लाउँछ सोच्दै गरेको होला है यो त पहिल्यै देखेको भने तपाईले सोचिसक्नु भयो नि त है हैन यस्तो प्रकारले के आज तपाईहरुलाई एउटा दामी जुगार एकदम यो भन्दा मजबुत प्रकारको जुगार देखाउँछु है त कसरी भनेर सोच्दै हुनुहुन्छ होला यो भिडियोलाई स्किप नगरी हेर्नुस् के अब यसलाई चाहिँ सबैभन्दा पहिला चाहिँ हामीले यता भाग र यता भाग काट्नु पर्ने हुन्छ कुनै पनि यस्तो छुरी चाकुहरु लिएर आउनुस् काट्दिनुस् तपाईहरु ट्याक्कैसँगले यस्तो प्रकारले काट्दिनुस् है अनि योलाई चाहिँ निकाल्दिनुस् यो काम छैन यसलाई निकाल्दिनुस् अब चाहिँ हामीले यस्तो प्रकारले गर्नुस् है तपाईहरु यसो गर्नुहोस् के त्यसपछि यस्तो कैंची लिएर आउनुहोस् है तपाईहरुले एक एक छराप मात्रै छप यति काट्दिनुस् ल ट्याकसँगले यस्तो प्रकारले अनि यहाँ फेरि यतापट्टि पनि त्यसरी नै अब यति गरिसक्नुपछि फेरि यसो गर्नुहोस् यस्तो प्रकारले गर्नुहोस् तपाईहरुले फेरि है यो चाहिँ सजिलो पनि दामी पनि देख्छ तपाईहरु आफै सक्नुहुन्छ नि त यो साथीभाइ यसो काटिसकेपछि चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भन्दा चाहिँ एकछिन चाहिँ अलिकति मेहनत गर्नुहोस् है त यस्तो दुई दुईवटा कुचो ल्याउनु पर्ने हुन्छ है यहाँ चाहिँ यसरी गर्नुपर्ने हुन्छ मेहनत गरेर है यसरी लाउनुहोस् यी साथीभाइ यो अघि मैले काटेको थिएँ नि यो दुलोमा यस्तो प्रकारले छिराइदिनुहोस् है तीनवटा चारवटा गर्दै यसरी छिराइदिनुहोस् है अब रह्यो यो उब्रेकोलाई चाहिँ सट्टै बिचमा हालिदिनुपर्छ ठक्कैसँगले यसरी यति हालिसकेपछि अब हामीले के गर्नु पर्यो आगो है अब त आगो त चाहियो नि यति गरेपछि आगोमा सेकाइदिनु पर्यो मजाले यसलाई है चाहिँ हामीले यसरी सेकाइदिनुहोस् यसरी घुमाउँदै अहिले यो फेद पनि काटिदिएको छ है त साथीभाइ अब यो जतिको मजबुत चाहिँ के हुन्छ र हेर्नुहोस् त्यसमा चाहिँ फेसा पनि ठोकेको छु नै हेर्नुहोस् है त अब यस्तो दामी पक्रिन्छु यो जिगज्याग भएर है यस्तो गर्नुहोस् तपाईहरुले भने बोतल किन हामीले बारीमा फ्याँक्नु होइन हामीले यसरी काम लायो भनेदेखि त दामी देख्यो नि त हेर्नुहोस् प्याटर्न पनि कस्तो दामी है कस्तो लाग्यो यो मेरो सानो बोतलको जुगार है कुचो बान्ने तपाईहरुलाई मन पर्यो भने चाहिँ तपाईहरुले यो भिडियोलाई चाहिँ सक्दो शेयर गरिदिनुहोस् जतिजनाले पनि हेर्नुहुँदैछ है र तपाईहरुलाई यो भाइको भिडियो मन पर्यो भने चाहिँ एउटा मिठो कमेन्ट है अनि तपाईहरु जाँदा एउटा लाइक गर्नु चाहिँ नभुल्नु होला है ल आजको लागि यति नै भोलि फेरि अर्को जुगारको साथमा भेट्ने छु है त।